नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र हो। हामीले सबै आफ्ना छिमेकीहरूको सम्मान गरेका छौं। हाम्रो इतिहासमा कसैको भूमि मिचेर ठूलो बन्न खोजेको उदाहरण छैन। बरु आफ्नै भूमि र सीमाको रक्षा गर्न नेपालीहरूले पटक पटक सङ्घर्ष गरेका छन्। त्यसैले जब नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा सार्वजनिक रूपमा भनिन्छ, त्यो सामान्य टिप्पणी होइन। यो राष्ट्रिय स्वाभिमान र सीमासँग जोडिएको गम्भीर विषय हो। मेरो प्रश्न प्रधानमन्त्रीज्यू र सम्बन्धित पक्षहरूसँग छ, बालेन शाहले यस्तो दाबी कुन आधारमा गर्नुभएको हो? के त्यसको कुनै आधिकारिक प्रमाण छ? कुनै नक्सा, सन्धि, दस्तावेज वा तथ्य छ भने नेपाली जनता सामु ल्याइयोस्। लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन। कुनै व्यक्ति लोकप्रिय छ भन्दैमा उसका प्रत्येक भनाइलाई बिना प्रमाण स्वीकार गर्नुपर्छ भन्ने पनि हुँदैन। हामीले नयाँ राजनीति रोजेका हौं भने नयाँ संस्कार पनि अपनाउनुपर्छ, जहाँ प्रश्नको उत्तर तथ्यले दिइन्छ, वीरको आवाजले होइन। हामी कसैको विरोधमा छैनौं, न त कुनै देशसँग दुश्मनी चाहन्छौं। तर नेपालको नाम, नेपालको सीमा र नेपालको राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा स्पष्टता भने अवश्य चाहन्छौं। यदि नेपालले वास्तवमै भारतको भूमि मिचेको हो भने प्रमाण देखाइयोस्। यदि होइन भने त्यस्तो अभिव्यक्तिबारे स्पष्ट धारणा आउनुपर्छ। आज यो प्रश्न बालेन शाहलाई हो, भोलि जोसुकै सत्तामा वा प्रभावमा भए पनि यही प्रश्न सोधिनुपर्छ। किनकि व्यक्तिभन्दा माथि राष्ट्र हुन्छ र लोकप्रियताभन्दा माथि सत्य हुन्छ। जय नेपाल।